आज चाहिँ चाउमिन खान मन लाग्यो, त्यही भएर चाउमिनको लागि सामान लिनु जाँदैछु। आज चाहिँ खासै ब्रेक टाइम हो, अनि त्यसपछि ब्रेक टाइम हो, ब्रेक टाइम पनि सक्न आँटिसक्यो। अनि यहाँ मार्केट पनि आज ढिलो खोलिन्छ, 2 बजी मात्रै खोलिन्छ हो। अहिले ईद चलिरहेछ नि त, त्यही भएर अब मान्छे छैन होला। मार्केट चाहिँ यो है त। हेलो हेर्नुहोस्, म आइसकिसकेँ यहाँनिर मार्केटभित्र पसिसकेको छु। अब म चाहिँ नुडल्सको लागि चाउमिनको लागि सामानहरू लिन्छु। त्यसपछि यहाँनिर जति पनि जे चाहिन्छ सबै चिजहरू पाउँछ। यहाँनिर नपाउने केही छैन, सबै चिज पाउँछ। अनि यहाँनिर नुडल्सको लाइनमा आएको छु। यो वाइहरू त के लानु भनेर मैले हेरेको छुइनँ। अनि त्यसपछि यहाँ तल चाहिँ यो नुडल्स रहेछ होइन। अनि त्यसपछि एउटा नुडल्सले, अनि त्यसपछि नुडल्सको लागि त साथी पक्कै पनि चाहिहाल्छ भनेर चाहिँ के हो भन्दाखेरि चाहिँ नुडल्सको साथी यही हो टोमेटो केचप। अनि यो चाहिँ उयसमा रहेछ क्या, अफरमा रहेछ। अनि त्यो चाहिँ लिएन मैले, अर्को जुन चाहिँ अफर थिएन त्यो चाहिँ लिएँ मैले, नुर होला। अनि त्यसपछि फेरि सब्जी लाइनमा आएँ म। सब्जी लाइनमा आएपछि यहाँनिर के भन्छ आइसकिसकेपछि यहाँनिर चाहिँ उयो रहेछ गाजर र उयो क्याप्सिकम लिएँ मैले। अनि त्यसपछि यहाँनिर हेर्नुहोस् नै सब्जीहरू पनि हेर्नु सक्नुहुन्छ, चिकनहरू, मासुहरू सबै हेर्नु सक्नुहुन्छ। यो सागहरू चाहिँ तर मैले चाहिँ कुन प्रायः जस्तो चिन्दिनँ, रायो साग हो, अरू सागहरू मुलाको सागहरू चिन्छु, प्रायः जस्तो सागहरू चिन्दैन। अनि यहाँनिर यी सब्जीहरू छ, सब्जी दोकान, सब्जी मार्केट सब्जीहरू। अनि त्यसपछि यहाँनिर प्याकेटको चिजहरू छ। यहाँनिर जे चाहिन्छ तपाईँलाई, कोदोको पिठो, मकैको पिठो, सबै यो गाउँमा जे चाहिन्छ नि सबै जे हुन्छ नि सबै पाउँछ है यहाँनिर चाहिँ। अनि त्यसपछि मकैको पिठो पनि पाउँछ, मकैको चामल पनि पाउँछ। अनि कफी खान्छु भनेर एकछिन अल्मले कफी लान्छु भनेर, तर किनिन मन लागेन, त्यस्तो खासै चाहिँ मन पर्दैन मलाई। त्यसपछि चाहिँ लिएन मैले कफी चाहिँ। अनि यहाँ मान्छेहरू हिँडिरहेछ, यताउताको मान्छेहरू। अनि त्यसपछि यहाँ जाँदैछु, चेक गर्दैछु। यहाँनिर सामानहरू त थुप्रो छ अझै लानुपर्ने अलिअलि। अनि चाहिँ म यहाँनिर हेर्दै जाँदैछु, भिडियो पनि बनाउँदै जाँदैछु। यहाँनिर मुरैको प्याकेटहरू पनि छ। अनि त्यसपछि यहाँनिर सबै प्याकेटको चिजहरू छ यहाँनिर। अनि यो अगाडि चाहिँ मसला राख्ने चिजहरू छ। अनि यहाँनिर आइसकेपछि चाहिँ म चाहिँ यहाँनिर चाहिँ चिउरा हेर्दैछु त। यहाँनिर चिउरा पनि पाउँछ है, धेरै टाइपको पाउँछ। अनि त्यसपछि मैले एउटा चिउरा लिएँ 450 दरामको। त्यसपछि यहाँनिर सबै यो किचनको आइटमहरू पनि पाउँछ। अनि यहाँनिर लेमन टी के हो, ग्रिन टी के पाउँछ यहाँनिर, सबै पाउँछ यहाँनिर। सबै अफरमा लागिरहेछ आज अहिले, यो ईदले गर्दाखेरि क्या धेरै अफरमा लागिरहेको हुन्छ सामानहरू। अनि त्यसपछि यहाँनिर चाहिँ ड्राई फ्रुट्सहरू छ। अनि यो चाहिँ सबै ड्राई फ्रुट्सहरू हो, मलाई चाहिँ त्यस्तो खासै मन पर्दैन ड्राई फ्रुट्सहरू। यतिकै आएर एकछिन भिडियो चाहिँ बनाएँ मैले। अनि यसो हेर्दैछु म कस्तो फ्रुट्सहरू रहेछ भनेर यहाँनिर हेर्दैछु। अनि यो चाहिँ सिड हो, के को सिड हो नि, सबै एउटै मात्रै देखिरहेको छु। योहरू चाहिँ सबै प्याक गरेर राख्दो रहेछ, प्याक गरेर। अनि त्यसपछि सजिलो लिएर जानु। अब चाहिँ सामानहरू पनि मैले लिइसकेको छु। अनि त्यसपछि यहाँनिर काउन्टरमा आइसकेको छु। अनि अब चाहिँ सामान पैसा दिइसकेर चाहिँ कार्ड स्वाइप गरिसकेर चाहिँ सामानहरू लिएर जान्छु। अनि त्यति खासै सामान चाहिँ थिएन, यहाँनिर सबै सामानहरू पाउँछ। हामीले सधैँ यहीँबाट लिन्छ, यहीँबाट सामानहरू लिन्छ हो। अनि यहाँनिर त्यही हो, सबै सामानहरू पाउँछ। यहाँनिर फेरि पर्फ्युम देखेँ कि मैले 10 दराम होला, 14, 15 दराम होला, 17, 18 दराम होला पर्फ्युम त देखेँ नि त अफरमा। 7 दराम होला पनि छ नि त। अनि त्यसपछि चाहिँ यहाँ आएर एकछिन चेक गरेको नि कस्तो छ भनेर पर्फ्युम, तर मलाई खासै मन परेन, लिएन। अन्त मैले लिएन। त्यसपछि म चाहिँ अब सकिसकेँ सामानहरू किनिसकेर अब चाहिँ ड्युटी जाँदैछु। यो चाहिँ म जहाँनिर ड्युटी गर्छु त्यहाँको छेउको सिनहरू है त। ड्युटी छुट्टी भएर पनि म रुम जाँदैछु। अब रुममा गएर चाहिँ चाउमिन बनाएर खाने प्लान छ। ओके बाई बाई सबैजना।